आएको अवस्थामा हाम्रो यो छोटो अब आज नयाँ वर्ष आज 2081 साललाई बिदाई गर्दै 82 साललाई स्वागत गर्दै हामी टोलवासी सम्पूर्ण हामी नौडाँडा नयाँ साल मनाउन आइरहेको छौँ। सबैजनाले मेरो यो ब्लग हेरेर अन्तिमसम्म साथ दिनु होला है। यहाँहरु सबैजनालाई नमस्कार। कुर्सीहरू सबै यता ल्याएर बसिदिनुहोस्। हाम्रो खाना चाहिँ पाक्दैछ र खाना पाकिरहेको अवस्थामा हाम्रो यो छोटो अब आज नयाँ वर्ष शुभकामना यसरी गर्दै आएको थियो। अहिले आएर केही 2-3 सालपछि हामी अब सम्पन्न भयो नि त। हामीले गरेको हामी टोल सम्पन्न भएको जस्तो तपाईँले नै बुझ्नु परेको कुराहरू हो। हामी तपाईँले ज्यादा विषय भएर शुभकामना आदान प्रदान गर्छौँ। अहिले हामी मन गरेर यति टाढा आएर उपलब्ध गराउने हामी प्रतियोगिता पनि गर्छौँ र कोसिस पनि गर्छौँ। हामी लगातार हामी सम्पर्क छ। बाँकी अब हामी जस्तै आउँछ अहिले पोस्टरलाई हामी निश्चित गरेर फेसबुकले हामीले सम्झाइदिन्छ क्या, यस्तो छ क्या। र अघि मैले के भन्दै थियो भने फोटो पनि खिच्नुहोस् है, मेमोरीको लागि हो, तपाईँ आफ्नो लागि पनि हाम्रो लागि पनि। अनि अहिले मैले चाहिँ नखिचे नि तपाईँहरूले खिच्नुहोस् अनि सेयर गर्नुहोस् है। मैले अघि नै के भनेको थिएँ भने मैले हिजो फेसबुक पनि लेखेको थिएँ, ग्रुप पनि लेखेको थियो। क्यालेन्डरको पाना पल्टाएसँगै आफूले आफूलाई बदलौँ। आफूले आफूलाई बदलौँ भनेको कारण प्रथम पुरस्कार पहिलो हुन सफल हुनुभएकोमा कविता बहिनीलाई हार्दिक बधाई दिँदै हाम्रो अध्यक्ष श्री इन्द्रबहादुर गुरुङज्यूलाई यो 1000 रुपैयाँ नगद पुरस्कार वितरण गर्ने लो मा बेसरे कहिले